धेरै आशीर्वाद भाग्यमानी मेरो छोरा है सधैँ यस्तो माया गर्ने। हेलो सम्पूर्णमा नमस्कार। आज माता तीर्थौसी मदर्स डे। सबैभन्दा पहिला त सम्पूर्ण आमाहरूलाई माता तीर्थौसीको धेरै धेरै शुभकामना। आजको दिन मेरो छोरा र छोरीले पनि मेरो लागि बिहानैदेखि हैन एउटा एकमा एक गर्दै सरप्राइज दिइराखेको छ कि म त 3 छक परिसक्यो, सुत्ने बेला भइसक्यो, अझै पनि सरप्राइज सकिराखेको छैन के। फर्स्ट टाइम होला है मोमो बनाएको यसरी मोमोको लागि। थ्याङ्क यू, थ्याङ्क यू सो मच। सरप्राइज मेरो छोरीले आज के गरे हो, के गरे मलाई हे भगवान। ल मेरो छोरीको यो फेरि अर्को सरप्राइज आयो है। यो चाहिँ बेलुका अफिसबाट आएपछिको हो। बिहानको भिडियोहरू चाहिँ मैले क्लिक गर्न पाएन, म एकदम हतार थिएँ माइत जानलाई। फेरि माइत गएपछि अफिस पनि जानुपर्ने थियो। यो चाहिँ अफिसबाट आएपछिको भिडियोहरू मात्रै हो है। तर एकदम खुसी लाग्यो मेरो बच्चाहरूले मलाई यो गरेको देखेर हैन। ठिक छ, आफ्नो आमाको लागि यो गर्नु भनेको पनि एकदमै राम्रो कुरा हो। त्यस खुसी लाग्यो मेरो बच्चाहरूले मलाई यति धेरै माया गरिरहेको छ। थ्याङ्क यू मेरो बाबु नानीलाई। ल हेरौँ है त मेरो बाबु नानीले के गरिराखेको छ है त। कति स्प्रे ल्याउने बिर्सेको। कति बेला गइराखेको होला यो ल्यायो होला। अघि मन्जीसँग घर जान्छु भनेर गइराखेको। मैले जो घरमा त जान्छु भनेको। पैसा खर्च नगर भनेको यसलाई। चुप लाग्नु तपाईँ। कराउँछ यो मम्मी त। धन्यवाद मेरो छोरा र छोरीलाई। अहिले पनि त पनि आमै त हो त। ल थ्याङ्क यू मेरो बाबु र नानीलाई। कस्तै माया सधैँभरि गरिराख्ने है दुवैजनाले। ल पहिला थोरै सरप्राइज। थ्याङ्क यू बुढी मान्छे आयो भने के थ्याङ्क यू। सधैँ यस्तो माया गर्ने मम्मीलाई बुझ्यो, बुढेसकालसम्म ठुलो भएर पनि। थ्याङ्क यू। बिहानै नगरे किन हाली गरेको त अनि? बिहान छुट्टै प्लान थियो, बेलुका छुट्टै प्लान थियो। आज दिनभरि बाफ्रे। थ्याङ्क यू छोरी। ल ठुलो धेरै धेरै आशीर्वाद मेरो दुइटै छोराछोरीलाई। गीत लागिसके चाहिँ म सकिन छैन। ओके ल भयो। अझै के बाँकी छैन भयो पर्दैन। ओहो नि ल धेरै धेरै आशीर्वाद भाग्यमानी मेरो छोरा है। ठुलो भइजा है। ल ह्याप्पी मदर्स डे। ह्याप्पी मदर्स डे। थ्याङ्क यू मेरो बाबु र नानीलाई। धेरै धेरै आशीर्वाद भाग्यमानी हुनु। थ्याङ्क यू। ल आजको मम्मीको ब्लग यहीँ एन्ड भएको छ। यति धेरै माया र यति धेरै मेहनतको लागि मेरो छोरा र छोरीलाई धेरै धेरै धन्यवाद। अनि सँगसँगै तपाईँहरूले अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँलाई यो भिडियो कस्तो लाग्यो पक्कै पनि मलाई कमेन्ट गरिदिनु होला, सजेस्ट गरिदिनु होला। र पक्कै पनि मेरो यो नरु लामा यो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भन्दै यहाँबाट आजबाट पनि म बिदा हुन चाहन्छु। थ्याङ्क यू, बाई बाई।